आज हामी हाइलाइटको बारेमा कुरा गर्नेछौँ। सुदूरपश्चिम रोयल्सको ब्याटिङ रहेको छ। सुदूरपश्चिम रोयल्समा 1 विकेट गएको छ पहिलो ओभरमा, पहिलो विकेट र कर्नल एक्सलाई फाइदा भएको छ र दोस्रो तेस्रो चौका 2टा चौका गएको छ लगातार र यसैगरी अर्को पूर्ण चौका, यसैगरी अर्को विकेट गएको छ कर्नल एक्सलाई फेरि अर्को फाइदा भएको छ र यो चौका यसैगरी अर्को चौका रोकिएको छ र विकेट गएको छ। यो चौका नि रोकिएको छ र विकेट गएको छ, रन आउट भएको छन् अनि सुदूरपश्चिम रोयल्सबाट र कर्नल एक्सको राम्रो प्रदर्शन भइरहेको छ र अर्को चौका यसैगरी दिपेन्द्र सिंह ऐरीबाट अर्को छक्का, एक छक्काको सुरुवात र अर्को छक्का गएको छ र यो छक्का यसैगरी यो पनि चौका गएको छ, आउट भएको छन् यहाँ सुदूरपश्चिम रोयल्सका खेलाडी र दिपेन्द्र सिंह ऐरी क्याच आउट भएका छन्। यो छक्का गएको छ 1 रनको लागि दौडिँदै र नवीन साउथ रन आउट भएका छन्। यसैगरी अर्को विकेट गएको छ कर्नल एक्सले र अब कर्नल एक्सको ब्याटिङको हाइलाइट छ र कर्नल एक्सको पहिलो बलमा छक्का, यसैगरी दोस्रो क्याच आउट मिस भएको छ र यहाँ चौका, यसैगरी अर्को गएको छ चौका र आउट भएका छन्, विकेट गएको छ एम्पायरद्वारा विकेट दिपेन्द्र सिंह ऐरीबाट विकेट गएको छ र अर्को विकेटको अपिल र एम्पायरले विकेट दिएका छन् र यो चौका गएको छ र फेरि एम्पायरले विकेट दिएका छन् र एम्पायरको माग थियो। यो पनि दिपेन्द्र सिंह ऐरीबाट विकेट गएको छ। यसैगरी चौका, पूर्ण चौका र विकेट गएको छ फेरि पनि र क्याच आउट मिस भएको छ यहाँ देख्न सक्नुहुन्छ। यसैगरी अर्को चौका गएको छ र यो छक्का हुन सक्ने सम्भावना र क्याच आउट भएका छन् यहाँ कर्नल एक्सका प्लेयर र फेरि पनि विकेट गएको छ दिपेन्द्र सिंह ऐरीबाट। अर्को विकेट 3वटा विकेट गइसकेका छन् दिपेन्द्र सिंह ऐरीबाट र यो छक्काको प्रयास हुँदैछ, क्याच आउट मिस भएको छ यहाँ चाहिँ र उनबाट क्याच आउट मिस भएको छ। फेरि अर्को क्याच आउट भएको छ दिपेन्द्र सिंह ऐरीबाट र यो पनि विकेटको अपिल, एम्पायरद्वारा विकेट, चौका र यो छक्काको प्रयासमा आउट हुन सफल भए कर्नल एक्सका प्लेयर। छक्काको अपिल थियो।